हेलो गाइज, आज म तपाईहरुलाई सायोथुमा प्रोग्राम अन्तर्गत रहेर तपाईहरुले क्लास लिइसकेपछि पेमेन्ट कसरी गर्ने भन्ने बारेमा जानकारी दिन जाँदैछु। तपाईहरुलाई यो भिडियो हेरेपछि कसरी पेमेन्ट गर्ने भन्ने कुरा राम्रोसँग थाहा हुनेछ। लेट्स गो। पहिला तपाई socinet.co.kr लगइनमा लगइन गर्नुस्। सायोथुमा प्रोग्राममा लगइन गर्नुस् तपाई। त्यसपछि आईडी हाल्नुस्। तपाई आईडी पासवर्ड हाल्नुस् है। त्यसपछि लगइन गर्नुस्। लगइन गरिसकेपछि तपाईले माई पेजमा जानु है। माई पेजमा गइसकेपछि तपाईको यहाँ सांगथेको त इस्यु छु खेल्चे थेगी खेल्चे गर्नु। खेल्चेमा क्लिक गर्दिनु। तपाईले खेल्चे छन्चे दुई गर्नुस् है। तपाईले खेल्चे कसरी गर्ने के गरेर गर्ने यहाँ पम्पअपहरु धेरै छ। हिन्दे कार्ड, स्यामसङ कार्ड, केबी कुटनिङ, लोत्ते कार्ड, हनापे उरिका खुए कार्ड, नोङेपे। तपाईले जेबाट गर्दा पनि हुन्छ। त्यो भन्दा अरु कुनै पनि छ। काका बैंकिङ पनि छ है। तपाई केबाट गर्न चाहनुहुन्छ त्यो चाहिँ क्लिक गर्नुस्। म चाहिँ नोङेपे गर्दैछु है। नोङेपे थाउम खेल्च्यागी। तपाईले क्यूआर कोड देख्न सक्नुहुन्छ। यो क्यूआर कोड चाहिँ म एनएचपी मा स्क्यान गर्छु। एनएचपी मा गएर खेल्चे पीसी खेल्चे कोड स्क्यान भइसक्यो। कोड स्क्यान गरेपछि तपाईले सिधा खेल्चे आगी गरिदिनु भयो भने वाकिन भनेर थियो सिम्दा अनि तपाईले यहाँ खेल्चे हन्द्र्यो गरिदिनु भयो भने तपाईको सबै आउँछ है। खेल्चे छरी थियो सुमिदा। ओके, यहाँ तपाईको यति बेला खेल्चे हन्द्र्यो भनेर देखायो है। म चाहिँ खेल्चे गरिसके। तपाईहरुले पनि गरिदिनुस्। केही समस्या भयो भने मलाई भन्न सक्नुहुनेछ है। हस्, आजको लागि यति नै गरौँ। 94 आवर्स भएछ है। हस्, ओके, बाइ बाइ सम्पूर्णलाई।